के तपाईँ असोज महिनामा जन्मनु भएको हो? यदि हो भने यो भिडियो खास तपाईँको लागि हो। असोजमा सूर्य कन्या राशिमा हुने हुनाले तपाईँमा विशेष गुणहरू पाइन्छन्। तपाईँ हेर्दा निकै आकर्षक र शान्त स्वभावको हुनुहुन्छ। सबैसँग मिलेर बस्ने र समझदारी देखाउने बानीले गर्दा तपाईँ सबैको प्रिय पात्र बन्नुहुन्छ। तपाईँमा नेतृत्व गर्ने अद्भुत क्षमता हुन्छ। राजनीति वा समाजसेवामा तपाईँले राम्रो सफलता पाउन सक्नुहुन्छ। अरूलाई सही बाटो देखाउने खुबी तपाईँमा छ। तपाईँ बाहिरबाट देख्दा अलिक कडा वा गम्भीर देखिए पनि भित्रबाट साह्रै कोमल र सहयोगी हुनुहुन्छ। आफ्ना साथीभाइ र परिवारका लागि तपाईँ जे पनि गर्न तयार हुनुहुन्छ। तपाईँ भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहुन्छ। आफ्नो कडा मेहनतले नै भाग्य चम्काउने तागत तपाईँमा हुन्छ। कहिलेकाहीँ तपाईँको मुड अनुसार चल्ने बानीले सानोतिनो समस्या निम्त्याउन सक्छ। यसबारे सचेत रहनुहोला। यो सामान्य जानकारी हो। तपाईँको जीवनको विस्तृत फल तपाईँको कुण्डलीको ग्रह अवस्था हेरेर मात्र थाहा हुन्छ। यदि तपाईँलाई यो जानकारी उपयोगी लाग्यो भने लाइक, शेयर र फलो गर्न नबिर्सनुहोस्। याद राख्नुहोस्, ग्रहहरूको चालमा लुकेको छ जीवनको रहस्य। आफ्नो विस्तृत कुण्डली विश्लेषण, वास्तु परामर्श र समस्याको समाधानका लागि सम्झनुहोस् मेरो चिना ज्योतिष तथा वास्तु सेवा।